हेलो एभ्रिवान, मेरो चाहिँ हेलमेट अस्ति भित्कियो है, गाडीले किल्चायो र आमाको हेलमेट लाएर आएको छु र यहाँ आज चाहिँ म साथीसित निक्लेको छु हो ब्लग बनाउनु भनेर। हामी चाहिँ कर्स्याङ गएको हो र कर्स्याङ जाँदाको भ्यू चाहिँ तपाईँहरूलाई देखाइदिन्छु। ऊ चाहिँ मेरो साथी हो, उसको पनि युट्युबमा च्यानल छ नोम्याडिक शिबु छेत्री भनेर हो। उसले चाहिँ मोटो ब्लग बनाउँछ र तिम्रो च्यानलको नामहरू पनि बताइदिए ल। मेरो च्यानलको नाम चाहिँ हो नोम्याडिक शिबु छेत्री। म चाहिँ हिन्दीमा कन्टेन्ट बनाउँछु, सो तपाईँहरूले मलाई सपोर्ट गर्नु सक्नुहुन्छ, मेरो च्यानललाई सब्सक्राइब गर्नु सक्नुहुन्छ। तपाईँको एक सपोर्टले मलाई धेरैभन्दा धेरै हेल्प हुनेछ। सो प्लिज गाइस, जो पनि मेरो साथी योगेश योन्जनको फेसबुकको माध्यमबाट तपाईँहरूले भिडियो हेर्नुहुँदैछ भने प्लिज मेरो युट्युबमा गएर या फिर फेसबुक पेजलाई पनि मेरो फलो गर्न सक्नुहुन्छ। शिबु छेत्री ब्लग छ फेसबुकमा र युट्युबमा चाहिँ नोम्याडिक शिबु छेत्री भनेर छ। सो प्लिज मलाई सपोर्ट गर्नु होला। थ्याङ्क यू। सो यहाँको नजाराको चाहिँ यस्तो छ, हेर्नुहोस् है मजाको चाहिँ। अब हामी त त्यो सिटीमा बस्ने बानी होइन, हामी यस्तो नजाराहरू देख्दैनौँ र यस्तो नजारा देख्दा चाहिँ मजा आउँछ क्या हेर्नु, भिडियो बनाउनु कति मजाले गएको है। सो हामी अहिले रङटङ आइसके। यो हो रङटङको नजारा। रङटङ हो, रङटङ पुगेको छुइनँ, पुग्नु आँटे नबनाइले रङटङ पुग्नु आँटे। अलिकति अगाडि छु अहिले, भन न। यहाँ चाहिँ साथीले सिनेमेटिक सर्ट लिने अरे, त्यसलाई चाहिँ रोकेको छ हो। यहाँ आउँदै रहेको उसको सिनेमेटिक सर्ट मैले गर्नुपर्छ, त्यसलाई म उयो फिल्म गर्नु सक्दिनँ हो, गर्दै रहेको। हेलो, हामी चाहिँ यहाँ आइसके। हर्नबिल के हो? ए यो नाम के हो? हर्नबिल के हो? हर्नबिल पार्क हो। हर्नबिल पार्क। ए यहाँ लेखेको टिकटमा के भएको? त टिकटको प्राइस चाहिँ दाम चाहिँ रहेछ 50 रुपियाँ गरेर है एकजनाको। अन्त यहाँ पनि छ र तल पनि छ, दुईटाको एउटै टिकट हो। र अब हामी जाँदैछौँ माथि। धेरै दिन बाद ब्लग बनाएर होला कि मलाई अलिकति बोल्नु अलिक अप्ठ्यारो लागिरहेछ। साथी चाहिँ मेरो प्रो भइसकेको छ हो। इस तरीके का के रहना चाहता है यहाँ से? यहाँ पर देख सकते हैं इस तरीके का